अनि यसलाई पाल पार्नलाई सजिलो हुन्छ कि भनेर हो। हाम्रो मनाङको चलनै यस्तो छ हजुर है, के गर्नु हैन। यसरी पाल बनाइने। अनि यो याकको बोसो है काटेर राखेको थियो नि त अस्ति, यो अलिकति हाल्नुपर्छ फर्स्टमा। यो चाहिँ धेरै खानु हुँदैन हैन, किनभने यो अलिक पुरानो भएर चाहिँ ग्यास्ट्रिकमा जाने धेरै डर हुन्छ है, त्यही भएर है। अनि यो चाहिँ बोसो त्यो हुन्छ नि अर्कै भागको फेरि भित्र नहालेको। यो चाहिँ प्याज, यो चाहिँ अब मासु सुकेको चाहिँ पोलेर थिचेको है। अनि यो लसुन भइहाल्यो। यो चाहिँ मुला, मुला चाहिँ अति चाहिन्छ हजुर है, मुला नभयो भने सायद अधुरै होला मेरो विचारमा। यो चाहिँ अब तुङछाङ हैन, गाह्रो त गाह्रै छ। अब नुन हालौँ यसमा, चट्टा लाएर स्वाद अनुसारको नुन हालौँ है। यो अब सबैले खानु हुँदैन भन्छ टेस्टिङ पाउडर चाहिँ है, तर यस्तो हो अब ढेँडोहरू खाँदाखेरि चाहिँ यो नभए नि फेरि त्यस्तो हुँदैन कि राम्रो हुँदैन, त्यही भएर अलिकति चाहिँ यो पनि हाल्नै पर्ने हुन्छ है। अब लास्टमा पानी, आज खोर्सानी हालौँ। कति खानुहुन्छ अब तपाईँहरूले खोर्सानी होइन, त्यो अनुसारले हाल्ने हो। हामी चाहिँ अब यसरी खाइन्छ है। लास्टमा पानी है, त उम्लेको पानी हाल्नुपर्छ यहाँ। अब हेर्नु होला जहाँसम्म लाग्छ अब यो तयार भइसक्यो है। खोर्सानी चाहिँ अब कलर नआएन, एकदम पिरो छ, त्यही भएर अलिकति कलर आएन, नत्र भयो खोर्सानी चाहिँ अलिक धेरै नै हाल्नुपर्ने थियो है, त्यही छैन। सुरु त मासुबाटै गरौँ है।